हामीहरू यो भोजपुर जिल्लामा रहेको सिद्धकाली मन्दिरको प्राङ्गणमा आइपुगेका छौँ। सिद्धकाली मन्दिर भोजपुर जिल्लामा रहेको असाध्यै प्रसिद्ध शक्तिपीठ पनि हो। धेरै मानिसहरूलाई चाहिँ यो सिद्धकाली मन्दिर भोजपुरमा हो कि चैनपुरमा हो भन्ने दुविधा पनि रहेको छ। सतीदेवीको अङ्ग पतन हुने क्रममा चैनपुरमा दाहिने आँखा पतन भएको र भोजपुरमा देब्रे आँखा पतन भएको भन्ने किम्वदन्ती पनि रहिरहेको छ। र यही आधारमा यो असाध्यै ठुलो शक्तिपीठको रूपमा रहेको भोजपुरको सिद्धकाली माताको मन्दिर यहाँ देखाइरहेको छु। अहिले यहाँ विश्वास गरेको विषय के छ भने यो यहाँदेखि पछाडि रहेको गुफाबाट चाहिँ र टक्सारसम्मको गुफा एकैपल्ट निस्किन्छ र त्यो गुफाको चाहिँ पुरातात्विक सम्बन्धको महत्त्व पनि छ भन्ने किम्वदन्ती पनि रहेको छ। यहाँलाई पनि मौका मिल्यो भने भोजपुर आउँदाखेरि सिद्धकाली मन्दिर दर्शन गर्न नभुल्नु होला। नमस्कार, हामीहरू यो शङ्खसभा जिल्लाको चैनपुर नगरपालिकामा रहेको सिद्धकाली मन्दिर परिसरमा आएका छौँ। यो सतीदेवीको दाहिने आँखा पतन भएको ठाउँमा हामी आज आइपुगेका छौँ। यो ठाउँ वरिपरिको मन्दिरको परिसर यहाँलाई मैले देखाइरहेको छु। यो मन्दिरको मूल मन्दिर छ र यहाँ चाहिँ पूर्ण रूपमा गणेशको, शिवको, लक्ष्मीको, विष्णुको र देवीको बेग्ला बेग्लै मन्दिरहरू पनि यहाँ रहेछ। असाध्यै सुन्दर तरिकाले यो मन्दिर कलात्मक तरिकाले निर्माण भएको पनि रहेछ। र यो मन्दिर निर्माण गर्नका लागि चाहिँ रत्नमान श्रेष्ठज्यूले असाध्यै ठुलो लगानी पनि गर्नुभएको रहेछ यहाँनिर। उहाँलाई पनि धेरै धेरै कृतज्ञता व्यक्त गर्दछौँ हामीहरू। र यो दर्शन गरिदिनु भयो, धन्यवाद, नमस्कार।